गाइस यहाँ चाहिँ एउटा कुकुर छ त्यो डरायो मसँग। अब यो पोइन्टसम्म आउँदाखेरि चाहिँ मलाई यो भाग्छ जस्तो लागिरहेको थियो। सुरुमा त डराएको थियो नि त, तर एक्चुअलीमा चाहिँ उसको अर्कै प्लान रहेछ कि। ब्रो ओइ ओइ चुप आइज कुकुर डरा है भन्दै मक्क परेर बनाएको भिडियोमा अब अचानक घौँ गरेर आएपछि चाहिँ मान्छेको हालत रमाइलो हुन्छ। ब्रो मसँग डराएर भागेको यार त्यो पहिला, पछि त झम्टिन आइरह साथै लिँदै यार सुअर रहेछ एक नम्बर। कुत्तो का कोही भरोसा नै झन्नै टोक्दा यार मलाई मुटु नै ढुकढुक पार्थ्यो, तर म डराएको थिइनँ किनभने म भिडियो गरेर थिएँ। भिडियोमा म जेसुकै होस् मलाई पाल्छु। गोरु कुत्ते पनि हेरेर मलाई यार ल मान्छेले हेर्दैन। यस्तो बेला भाग्यले साथ नदिए चाहिँ यस्तो पनि हुनसक्थ्यो। धन्न मान्छे चाहिँ शान्ति प्रेमी नै रहेछन्। मान्छेले भने होइन मैले कुकुरहरू मेरो आज किन पछि लगाएर आज म कत्रो ठुलो काण्ड गर्न लाइक भिडियो बनाउन गइरहेको छु धेरै ठुलोवाला। टाइगर नआयोस् यार। यो पहिलेको जवाफ अपकमिङ भिडियोमा छ, त्यसैले प्लिज सब्सक्राइब। होइन होइन यो हग्गु टाइगरको कुरा होइन कि रियल टाइगरको कुरा भइरहेको थियो। ब्रो दिस प्लेस इज रियली कोल्ड ब्रो। काम डाउन गाइज, त्यो मैले गर्छु भनेर गएर चटक होइन कि, मतलब कस्तो चिज हो यार। सनसेट थाहा छैन यतातिर सर्पन हाउस तर यो चाहिँ डेफिनेटली गर्छु भनेर गरेको होला हौ। जाडो जाडो ब्रो के हो त्यो यार, भर्याङ भर्याङ छ त्यो। हेर मैले कस्तो खराब भयो मेरो क्यामेरा। डोन्ट वरी गाइज म भोइस ओभर राम्रो गर्छु यसको। ए कसैको घरको रहेछ यार मन्दिर जानिए त फेरि चटक चाहिँ बिचमा आइहाल्छ कि। ब्राउ 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 यहाँ चिप्लियो भने त म त कुस्किन्छ होला। ब्राउ कौन है यार, पिपल आर राइट हियर। जानु नहोला अर्काको, एक त प्राइभेट प्रपर्टी हो, यस्तो बार लाग्छ। मन्दिरमा के जानु अर्काको, फेरि उनीहरूको दर्शन हाम्रै सबैभन्दा सु हुन्छ नि। एन्ड यु थिङ्क आई एम गोना बिलिभ इन द्याट सिट मान्छे हो क्या? नो वे। इतना सन्नाटा क्यों है भाइ? कोही पनि छैन त यार, किन थाहा छ? किनभने कोही पनि छैन कि गेटै रहेछ गेट। आएकोलाई बो पनि बट ओइ म यहाँबाट माथि चढ्छु है त। कृपया जज नगर्नु होला, यो मेरो फर्स्ट एटेम्प थियो। अब है केटो ताती छ है, केटो तातेर उम्लिएर कक्लाकै भइसक्यो। यसरी उडेर गएको थियो तर कस्तो छिपकली जस्तो देखेँ। त्यही पनि चुक्क उडेर सुक्क माथि गएर दामीसँग लगाएर एकछिन यस्तो नौटङ्की नगरी चाहिँ मलाई चित्तै बुझ्दैन क्या, मतलब भातै रहेछ नि। त्यही भएर चाहिँ अब अलिअलि त यस्तो दुइहाल्छ नि। हेर्नुहोस् गाइस, म चाहिँ हनुमान भक्त होइन, हनुमान भक्त भएपछि चाहिँ म चाहिँ खतरासँग लाएर चाहिँ हेर्नुहोस् न मेरो तडप, हेर्नुहोस् न तडप। मेरो हात चिलाएर चाहिँ के गरौँ भएर अब हेर्नु नि मेरो चुई 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 चुई। I'm done bro. Let's end this. Cristiano Ronaldo. तर एक्चुअली चाहिँ त्यो एडिटेड हो कि, खासमा चाहिँ यस्तो भएको थियो। अनि त्यसपछि चाहिँ अब बेइज्जत हुनु भएन नि भनेर चाहिँ यतिको उथलकुद पछि चाहिँ मेरो हालत चाहिँ मेबी नट ब्याड। यतै दाँते होइन होला, अर मेबी भेरी ब्याड हो। त्यो पोजिसन अलिक कस्तो अजिब रहेछ क्या। फ्याक्चुअली इट वाज ओके ओके मिस्टर क्यामेराबाट निक्ला त कस्तो नराम्रो क्यामेरा क्वालिटी मेरो। करेक्ट गाइस, यहाँ बाटो छ। सो वाट जानु न अर्का घर? एब्सोल्युटली त गइन्। वो 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 ओ शिट, सुरुमै यता बगैँचामा पो आएको थियो यार। चुपो लगाएर डर लाग्यो भन्ने क्या त्यहाँ। सर्पन हाउस यार ब्रो भनेको थिएँ नि मैले, यो मान्छेलाई मैले राम्रोसँग चिन्छु क्या। सर्पन हाउस यार त्यसरी बोल्ने म चाहिँ होइन है। फेरि यही बच्चा यो डपोको क्या अर्का घर भनिरहेको छु यार। किन बाबु आफ्नो घरबाट निकाल्दै हो? हेर हेर मुटुमा हात राखे कसैले चिरपट दाउराले हानिदिन्छ नि। गेट लाग्छ चढे। गाइस म भनिरहेको छु यसलाई सब्सक्राइब गरिदिनु। ज्ञानी बच्चा गेट खोल्नु न यार। अति निडर महापराक्रमी श्री 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 गोवर्धन पर्वत चोरा चोर आयो। ब्रोले सनस्क्रिन लगाएर आएको थिएँ, आफैले पनि रोस्ट गरेर मैले पनि रोस्ट गरिरहेको छु। आजको ब्लग चाहिँ हामी यो खोल्सामा गएपछि मात्र इन्ड गर्नेछौँ। त्योभन्दा पहिला बाफ्रे कत्रो ठुलो रुखलाई काटे यार, यति ठुलो छ कि लास्टै ठुलो छ रुखलाई काटे। भेरी ब्याड हेबिट हुएभर यु आर। यतिखेर चाहिँ मलाई दुई शब्द अलिकति गाली गर्न मन लाग्यो त्यो मान्छेलाई। रुख काट्नेले चोर भन्छ। यस्तो एकान्तमा आउनुहुन्न है, किनभने अँध्यारोमा डर हुन्छ। डरदेखि सबैलाई डर लाग्छ। कोदेखि डर लाग्छ? जङ्गली जनावर।
त्यहाँ इत्र त रहेछ खुल्छ ठ्याक्कै उसको सब्सक्राइबर काउन्ट जस्तो सब्सक्राइब केही पाइयो भने खिचौँला नत्र चाहिँ आजको भ्लग यतिमै एन्ड गर्छौँ र अर्को भ्लग हेर्नु होला ऊ जङ्गलमा हराएको थियो सरप्राइज टपिक चेन्ज सो गाइज यहाँ चाहिँ दिदीसँग डिल भएर चाहिँ डिल एक्लै घर बसेर ड्याडी अनि बुवा मम्मी आमा सबैजना पोखरा जानुभयो भनेदेखि 1000 रुपियाँ म तिमीलाई दिन्छु हरेक दिनको होइन जम्मा 1000 रुपियाँ होइन एकजना त बस्नै पर्छ भनेर बस्नु भने मलाई 1000 रुपियाँ दिनुपर्छ ल चाहिँ अनि मैले घर कुरेर नि बस्ने पोखराको सेक्रिफाइस गरेर अनि मैले 1000 रुपियाँ दिनु पर्छ तपाईँ जित्नु भने म 100 दिन्छु म जित्नु भने तपाईँलाई त्यो त हुँदैन भाइ बाजी भनेको त हेर न सानो भाइ अहिले नदेर 10 वर्षपछि दिए पनि हुन्छ त्यो त म हार्ने बाजी हो कसम कङ्ग्रेचुलेसन तपाईले 5000 जित्नु भएको छ 5 वर्षपछि साक्षी छ है भिडियो तर फ्युचरको के भरोसा भोलि म जंगलमा हराउन सक्छु या मेरो दाँत हराउन सक्छ या फिर म स्वयं पोखरा जान सक्छु सब्स्क्राइब बाइ